Hello everyone, hello and welcome back to my channel. आज चाहिँ म तपाईहरुलाई एउटा सानो नानी भेटेको थिएँ, लिटल क्यूट बोय। उहाँको चाहिँ तपाईहरुलाई भिडियो देखाउन गइरहेको छु है। हेर्दिनुस् होला, लाइक एन्ड कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनुस् होला। यो चाहिँ हाम्रो रुम हो, भर्खरको पासपोर्ट अफिसबाट। सो आज चाहिँ म तपाईहरुलाई देखाउँछु सानो भाइको भिडियो है, हेर्दिनुस् होला। Stay tuned for the next video guys. चढाइदिनुस् न। को चाबी छ? चाबीमा चढाउँछ मलाई। कहाँ लानु नि? एमजीमा ओके। गाडी भाडा कति हो? 30 रुपियाँ छैन मेरोमा पैसा। तपाईँ लगिदिनुहुन्छ मलाई? अहिले ल्याइदिन्छु ल, दिनु न। ल ल म भरे दिन्छु ल, एकछिनमा ल। कसरी जानु अब? चाबी छैन त। ल म जानु पाउँदिनँ अब। लानुहुन्छ? जानुपर्छ त हामी, ढिलो भयो। चाबी दिनुहोस् न। लान्छ नजानुहोस्, एकछिनबाट जाउँ ल। आउनु एकछिनबाट जाउँ, गर्मी छ। आउनु ल। दुईजना अट्छौँ। ओके। दुईजना छ? आँट्छ? ए एकछिनबाट जाउँ ल। कसको बाइक हो त्यो भाइ? भाइको बाइक हो। मलाई पनि चढाउँछ? मम्मीलाई पनि चढाउँछ? बुडुम गरेर चढ्छ? बसमा पनि जान्छ भाइ? कसको बस हो भाइको? कसको गाडी हो? भाइको गाडी हो। आम्बो, भाइभन्दा ठुलो गाडी रहेछ। आम्बो, कस्तो ठुलो गाडी हो त्यो। गाडी कसको? भाइको सबै गाडी हो। भाइको बस हो? खोइ अन्त चाबी त छैन त भाइ। कुन गाडीमा जानु हामी? दादाले लानुभयो? दादाले लानुभयो? ला, अब गाइसहरूसँग कसरी भेट्नु जानु हामी? कसरी जानु अब गाडीमा? चाबी छैन त हाम्रो। रुम त्यहाँ छ? खोइ अन्त चाबी चाहिँ कसरी जानु हामी? ल हिँड्दै जानु सक्छ भाइ? हेर्नु खोइ सिलिन्डर माग्नु, चाबी माग्नु अब भने जिस्केको। बाई बाई गरिदिनु ल। बाई। मम्मी कहाँ छ? भाइको घरमा के पाउँछ? मम्मी पाउँछ? भाइले भात पकाउँछ? मम्मीले भात पकाउँछ, भाइले पकाउँछ। अम्बो, भाइले पनि पकाउँछ? ल खोइ गाडीमा लगिन त भाइले मलाई। खोइ अन्त चाबी भाइको कहाँ लग्यो होला? दादाले लानुभयो चाबी? दादालाई माग्नुपर्छ ल। अब बाई बाई गाइस भनिदिनुहोस्। भोलि भेट्नु ल भन्नु। मम्मी खान आउनुहोस् ल हाम्रो घरमा भने। हाम्रो घरमा मोमो खानु ल। चिया पनि मिठो पाउँछ होला। बाई बाई। गरिदिनु। थ्याङ्क यू। बाई बाई।